Hello everyone, मी जोसा जर्गामकर। आज म तपाईँलाई भित्रको कथा सुनाउन चाहन्छु। म मुस्कुराउँछु, तर सबै मुस्कान खुसीका हुँदैन। म बोल्छु, तर सबै शब्दले मेरो मनको आवाज सुनाउँदैन। मानिसहरूले मेरो आज देख्छन्, तर मैले हिँडेको कठिन बाटो देख्दैनन्। कहिलेकाहीँ हारेर पनि उठ्नु पर्यो, रुँदै पनि हाँस्नु पर्यो, एक्लै भएर पनि बलियो बनेर अघि बढ्नु पर्यो। जीवनले धेरै परीक्षा लियो, तर प्रत्येक परीक्षाले मलाई अझ परिपक्व बनायो। मेरो सपना अरूलाई देखाउनका लागि होइन, पुरा गर्नका लागि हो। त्यसैले म शान्त भएर आफ्नै यात्रामा अघि बढिरहेको छु। समयले एक दिन मेरो मेहनतको उत्तर अवश्य दिनेछ भन्ने विश्वास मसँग छ। यदि मेरो कथाले कसैलाई एउटा पाइला अघि बढ्न प्रेरणा दिन्छ भने मेरो सङ्घर्ष सफलता भएको महसुस हुनेछ। म पूर्ण छैन, तर हरेक दिन हिजोभन्दा राम्रो बन्ने प्रयास गरिरहेको छु। म भित्रको कथा अझै सकिएको छैन। प्रत्येक नयाँ बिहानसँगै म नयाँ अध्याय लेख्दैछु। धन्यवाद।